हेलो एभ्रिबडी। म खालि यो चुनाव आउन लागेको छ अहिले, त्यही भएर चुनावको बारेमा अलिकति के भन्न चाहन्छु भने अहिलेको समयमा हुन्छ नि, खास गरी एमालेको अध्यक्ष हाम्रो केपी ओलीजीले चाहिँ होइन को बारेमा राम्रो कुरा गर्ने या हुन्छ नि एमालेलाई भोट हाल्ने भन्ने मनोस्थिति भएको मान्छेहरूको लागि ऊ एउटा ज्यानमारा हो। सुरुदेखि नै उसको सुरुवातै त्यहीँबाट भएको छ। जेसुकै नाममा भए पनि भात खाइरहेको मान्छेलाई पछाडिबाट बच्चरहरूले हानेर मारेको हो होइन, अनि 10 वर्ष जेल बसेको हो होइन। अनि त्यसपछि पनि अब बिचमा के भयो होला अब होइन, त्यो बिचमा अनि रिसेन्टली भर्खरै तपाईँको राजावादी आन्दोलनमा गोली हान्न लाएर मारेकै हो उसले होइन, देखिसक्यो। त्यसपछि यो जनआन्दोलन, यो जेनजीको जनआन्दोलनमा उसले गोली हानेर मारेकै हो होइन। संसद भवन अगाडि संवेदनशील स्थलमा गोली हान्न आदेश चाहिँदैन ह्यान त्यान भन्ने यो सबै भ्रम फैलाउने एउटा कोसिस हो है। आफू त्यो दोष सिफ्ट गर्ने के, दोष नलिने हुन्छ नि, हात उठाउने हुन्छ नि, जिम्मा लिन नसक्ने हुन्छ नि, के भन्छ त्यसलाई, आँट नभएको अनि के भन्छ स्वार्थी मान्छेहरूले गर्ने कुराहरू हो यिनीहरू होइन। किनभने केपी ओलीले त मान्छे मारिरहेको देखिसक्यो, उसलाई यस्तो अहम थियो होइन, मान्छे मार्नु पाएर त्यो राजावादी आन्दोलनमा मारेपछि त हुन्छ नि। त्योभन्दा अगाडि पनि बुटोल कि कता हो आन्दोलन हुँदाखेरि उसले उसकै उही प्रधानमन्त्री हुँदा मान्छे मारेकै हो पुलिसले। हेर्नुहोस्, हामीले पुलिसको कसरी चल्छ भनेर नेपाली जनतालाई थाहा नभएको होइन। यो कुरा चाहिँ मैले गाउँघरतिरको हुन्छ नि दाजुभाइ दिदीबहिनी होइन, बाजे बजै अङ्कल आन्टीहरूलाई भनेको। खासमा तपाईँहरूलाई यो सबै कुराहरू थाहा छैन होला या थाहा छ होला होइन। त्यो मान्छे ठिक छैन, उसको पार्टी माथिबाट नै त्यस्तै छ, गुन्डागर्दी गर्ने। तपाईँको अहिले नाम चलिरहेको के भन्छ यो गुन्डुको महेश बस्नेत, ऊ पनि त्यही हो होइन। अहिले गोर्खामा गएर अब मैले खुकुरी हाने हुन्छ नि, मैले गरेँ भने जस्तो कुरा गर्ने मिलन चक्रे होइन। अब त्यस्तो त्यस्तो टाइपको मान्छेहरूले बनेको पार्टी हो त्यो, उनीहरूको पार्टी चलाउने चलन त्यस्तै रहेछ। देखियो नि, अब त यत्रो भइसकेपछि त सबै देखिसक्यो होइन। म कुनै राजनीतिमा हुन्छ नि गहिरो इन्ट्रेस्ट लाएर हेर्ने सबै कुरा थाहा भएको मान्छे होइन, तर मलाई यति कुरा चाहिँ थाहा भइसक्यो अब होइन। यो 5-6 महिनाभित्रमै सबै कुरा देखिसक्यो क्या। अब तपाईँहरू चाहिँ हुन्छ नि एमालेकै झोला बोक्नु भएको छ होइन भनी हुन्छ नि, पार्टीको सदस्य हुनुहुन्छ अनि चाकमा पिलो आयो भने पनि पार्टी कार्यालयको मान्छेहरूलाई फोन गर्ने या पार्टी कार्यालय पुग्ने तपाईँको बानी छ। त्यस्तो सजिलो के अरे जीवन कटाउनु पाइरहेछ पार्टी कार्यालयमा धाएर भनेको सबै काम हुन्छ भनी एकचोटिलाई छोडिदिनुहोस्, जानुहोस् तपाईँहरू आन्दोलनमा जानुहोस्, तर भोट चाहिँ राम्रोलाई हाल्नुहोस्, बुझ्नुभयो, हाम्रोलाई होइन होइन। सहरतिर भएको यो के अरे मेम्बरहरूलाई भनेको क्या मैले, यो त सबैलाई लागु हुन्छ, माओवादीदेखि लिएर काङ्ग्रेसदेखि लिएर सबै तपाईँहरू सबै त्यही हो। तपाईँहरूले के अरे राम्रो हुन्छ यो त्यो भनेर पार्टीको अध्यक्ष सदस्य भएको होइन होइन। तपाईँहरू त सजिलो रे खान पाउँछ, हुन्छ नि, केही पऱ्यो भने मिलाइदिन्छ। तपाईँहरूको त मेन कुरा त त्यही नै हो नि, फाइदा हुन्छ के होइन। घर झगडा पऱ्यो भने 3-4वटा कार्यकर्ता लिएर आउनु पाउँछ, त्यस्तै हो चल्ने पारा। अब त्यो त देखिन्छ, गली गलीमा देखिन्छ क्या, भइरहेको हो, त्यो ठुलो कुरा होइन होइन। अनि म चाहिँ त्यही हो मेरो कुरा अन्तिममा, यिनीहरू ज्यानमाराहरू हुन् होइन। जुन यो के अरे संवेदनशील यो के अरे तपाईँको संविधान
भवनमा गोली हानेको भन्ने त्यो भ्रम हो। किनभने संविधान भवन अगाडि मात्र होइन, तपाईँको देशै वरिपरि 70-74 जनालाई मारिएको छ होइन। त्यहाँ चाहिँ कहाँनिर रहेछ त संवेदनशील होइन स्थान, अनि कतिजना मारिए, कसरी मारिए, यो सबै जनतालाई थाहा छ। यो सबै दमन भएको हो, हेर्नुहोस् होइन। अनि नेपाली जनताहरू चाहिँ यो पालि काङ्ग्रेस, एमाले, माओवादीलाई चाहिँ छोडिदिनुहोस्। तपाईँसँग सदस्यता छ भने पनि कसैले थाहा पाउनु पर्दैन होइन। जाने उनीहरूसँगै भातसात खाने, मासु भात हुन्छ नि, पार्टी कार्यालय जाने, बस्ने, नारा लाउने, तर भोट चाहिँ नहाल्ने। बुझ्नुभयो? एकचोटिलाई त्यति गरिदिनुहोस्। तपाईँहरूको छोरा नातिहरूले सुख पाउँछ कि भविष्यमा? तपाईँहरूले त पार्टी सदस्य लिएरै सुख पाइहाल्यो होइन। तपाईँहरूले त पाइहाल्यो, फाइदा छ होइन। ओहो होइन, के हुन्छ है, कति फाइदा लियो, कतिको हुन्छ नि, मिचेर खायो, थिचेर खायो, के गरेर खायो होइन। ठिक छ, खाइसक्यो त्यो अब होइन, त्यो त फिर्ता आउँदैन। तर तपाईँको छोरा नातिहरूले चाहिँ लिँदैन होला सदस्यता है। अनि त्यही भएर अब यिनीहरूको समय पनि सिद्धिन लाग्यो। हेर्नुहोस्, संसारमा जसले जति अडिक भएर बस्छु भने पनि फेरबदल भनेको हुन्छ। यो भनेको तपाईँको के भन्छ त्यसलाई, प्राकृतिक प्रक्रिया हो। त्यही भएर म त्यही भन्न चाहन्छु, यो पालि तपाईँ हुन्छ नि गाउँघरतिर एकदमै पार्टीको हुन्छ नि, तपाईँलाई अलिअलि पैसा लिएर दिन्छ भने लिनुहोस् पैसा, चाहिँ ओहो भनिदिनुहोस्, तर भोट चाहिँ नहाल्नुहोस्। तपाईँहरूकै छोरा नातिहरूको लागि, छोरी नातिनीहरूको लागि, नेपालको उज्जवल भविष्यको लागि यो पालि हेरौँ नयाँ मान्छेहरूले के गर्छन्। पुरानोले त गरिसके, यिनीहरूले मौका पाइसके, धेरैचोटि पाइसके। यिनीहरू जस्तो गति छाडा त हुँदैनन् नयाँ मान्छेहरू। ल त्यति चाहिँ म भनिदिन्छु होइन। किनकि यो नयाँ जेनेरेसनमा चेतना छ, पहिलाको जस्तो होइन, खानु मात्रै पाए हुन्छ भन्नेहरू। ल धन्यवाद सबैजनालाई। प्लिज भोट चाहिँ यो ठुलो पार्टीहरूलाई यो पालि नहालिदिनुहोस् है। नमस्ते।